पहिला स्किनलेस गर्न सिक्छौँ। स्किनलेस गर्दाखेरि के गर्ने भन्दा यो पहिला यो भागलाई डायमन्ड पार्ट होइन, यसलाई डायमन्ड पार्ट भन्छ। यो पार्ट चाहिँ हामी चिकन के यसैको बनाउँछ भनेर त्यो चाहिँ मलाई थाहा भएन। क्युब हुन्छ अनि त्यसपछि यहाँनिर जोइनिङ हुन्छ, जस्तो विङ्स हामीलाई चाहियो, यो हामीलाई ड्रमस्टिक बनाउनु पऱ्यो। जोइनिङ ठ्याक्क कहाँ यही हुन्छ ललिपप हुन्छ नि, ललिपप बनाउँछ नि हामी। ललिपप बनाउँदा चाहिँ यो पार्ट युज गर्छौँ। चिकन ललिपपलाई चाहिँ हामी यो पार्ट युज गर्छौँ। यसलाई चाहिँ हामी यसरी यो जोइनिङ अब यहाँनिर हुन्छ, जोइनिङ यहाँभन्दा अलिकति मुनिपट्टि काट्ने। अनि यसलाई चाहिँ यसो गरी सट्टो निकालेपछि दुईवटा बोन हुन्छ। दुईवटा बोनमा सानो बोनलाई समातेर तान्ने, अनि यो सानो बोनलाई हामी निकालेर यसरी ड्रमस्टिक बनाउन सकिन्छौँ। ड्रमस्टिक होइन, यो ललिपप। यो चाहिँ हाम्रो अब यसरी चिकन ललिपप भन्यो भने चाहिँ ल यति हो। यो चाहिँ हाम्रो चिकन ललिपपको यो पार्ट हो। यो चाहिँ हामी यसरी निकाल्छौँ। मलाई ट्रे दिनु हुन्छ। यो चाहिँ मैले अनि यहाँबाट आउँदा छिराउने यसरी यहाँबाट फेरि आउँदा छिराउँदा यहाँबाट हामी यहाँनिर यो यहाँनिर सट्ट फुट्यो। किन भन्दा यो चाहिँ मासु यहाँनिर जोइनिङ हुन्छ क्या, एउटा यो चिकनको यहाँनिर जोइनिङ हुन्छ। यो जोइनिङसम्म मात्रै युज हुन्छ क्या, यहाँबाट हामी युज गर्दैनौँ। यो जोइनिङ चाहिँ हामी फाल्छौँ र यो तान्दाखेरि अहिले सट्टै यहाँसम्मको यो चाहिँ स्किन चाहिँ आउँछ है त। अब यतापट्टिको नि हामी यहाँनिरको जोइनिङ हो यो है, त्यो जोइनिङ फाल्छौँ। अनि यतापट्टि पनि सेम यसरी आउनु हामी यसो सट्ट गरेर अलिकति यसलाई चाहिँ हामी आइसमा नर्मल जस्तो आयो नि अहिले होइन, अघि नै आएको थिएन नि त, अहिले फुत्किया थियो, अहिले आयो भनेपछि यो चाहिँ यहाँ जोइनिङमा हामीले यो चाहिँ काटेर यो जोइनिङ हुनुको पार्ट चाहिँ युज गर्दैनौँ। यस्तो हुन्छ। अब त्यसपछि हामी यो माथिको पार्टमा चाहिँ जस्तो यो एउटा चाहिँ विङ्सलाई पनि राख्यो। अब यहाँबाट पनि सेम, यहाँबाट अम्ला छिराउने, यो एउटा अम्ला माथिबाट र एउटा अम्ला यताबाट राखेर यो पार्ट दुईवटा पार्टलाई यसरी यो दुईतिरकोबाट अम्ला छिराएर गरेपछि यो हामी यसरी तान्छौँ। यति गरिसकेपछि त्यसको पनि यो स्किन आउट भयो। अब हामी यतापट्टिको त साह्रो तान्दै यो आइहाल्छ है। अब यो नेकको पनि आउँछ र अब यो चाहिँ मैले विङ्सको पार्ट देखाउनको लागि भनेर मात्र हो, नभए यहाँ त्यसरी नै तानिन्छ। अब यसलाई मैले काटेँ है, यति हुन्छ। यो भनेको यो नआएको ननिकालेको, यो ननिकालेको यो हाम्रो विङ्स पार्ट जस्तो यो विङ्स पार्ट हो हाम्रो है। यो चाहिँ हामीलाई विङ्सलाई त्यो यो दुईवटा पार्ट मिलेपछि विङ्स चिकन विङ्स भनेर अर्डर आउँछ। 2 पिस बनायो हो। अब 2 पिस बनिसकेपछि त्यो ब्रोइलरमा मात्र निस्किन्छ, लोकलमा अलिक गाह्रो हुन्छ ल। अब मासु हुँदैन नि त लोकलमा त अलिक कुनै। अब यहाँनिर अब हामी यसलाई बोनलेस गर्छ ब्रेस्ट पार्टलाई होइन, यो ब्रेस्ट पार्ट निकाल्नु सक्छ भनेपछि अब यहाँनिर जोइनिङ हुन्छ क्या एउटा। यो यहाँनिर जोइनिङलाई चाहिँ हामी अलिकति चिर्छौँ है। अनि यहाँ एउटा अलिकति सानो हड्डी जस्तो त्यो रेसा जस्तो हुन्छ, त्यो रेसालाई ठ्याक्कै अहिले काट्यो मेरो। काटिएपछि अनि ट्याक्क यहाँ थिच्ने है, यो थिचेर अनि यो सरर तान्ने भने यो ब्रेस्ट पार्ट आयो ल। अब अनि यो पार्ट पनि छ नि, यो के पार्ट हो पार्टलाई कुन पार्ट भन्छ ल? यसलाई चाहिँ हामी सुप्रिम पार्ट भनेर भन्छ। चिकनको सबभन्दा हेभी महँगो पार्ट सुप्रिम चिकन भनेर कसैले अर्डर गर्यो भने यो पार्टको चिकन मात्रै हालेर दिनुपर्छ सुप्रिम चिकनमा। अनि यो कस्ट पनि हाई हुन्छ किनकि यो पार्टै कम हुन्छ होइन, त्यही भएर सुप्रिम चिकनको रेट चाहिँ हाई भएको त्यो कारणले हो। अब यसलाई पनि हामी यसरी यो चाहिँ थाहा थिएन होला यस्तो नि यो चाहिँ हाम्रो सुप्रिम पार्ट। सुप्रिम पार्ट अब यताको पनि सेम सुप्रिम पार्ट खतरा
यताको ग्रिन पार्ट भन्छ। अब हाम्रो यो चाहिँ बोन हो, वेस्टेज। यो वेस्टेज बोनको चाहिँ के हुन्छ भने यो यसरी यहाँनिर एउटा जोइनिङ हुन्छ है, यहाँ हुन्छ, यता पनि एउटा जोइनिङ हुन्छ। यो दुईवटा जोइनिङबाट यो नेक र यो बोनलाई चाहिँ आउट गर्छौँ र यो हामीले पखालेर एकचोटि ब्लान्च बोइल गरेर चाहिँ हामी के गर्छौँ भने स्टक वाटरमा चिकन जस्तो चिकन स्टक भनेर हामीले भनेको थियो नि, त्यो चिकन स्टक बनाउँदा चाहिँ युज हुने पार्ट भनेको चाहिँ यो हो। यो चाहिँ युज